खानी थियो र दादासित भेटेर आज धेरै खुसी लाग्यो मलाई चाहिँ। र फर्स्ट पालि हो मेरो यो कन्टेन्ट क्रिएटरमा आउनको लागि। त के भनिदिन्छ कि के भन्नु फर्स्ट पालि मेरो पनि म पनि बिगिनरै हुँ। मेरो अब 2 वर्ष पनि भएको छैन। म पनि कन्टेन्ट क्रिएसनमा लागेको छु। अनि वी बोथ हेभ अ भेरी लङ वे टु गो। बहुत मेहनत गर्न छ, बहुत कन्सिस्टेन्ट हुनु छ। अनि वी विल डु इट वान डे हैन। मेहनत गर्न छोड्नु हुँदैन। एक्ज्याक्टली। अच्छा दादा के भनिदिन्छ कि तपाईँ धेरै राम्रो लाग्यो तपाईँसित के भेटेर? भन्नु सी इज भेरी ब्युटिफुल। सपोर्ट हर ठिक छ। यिनलाई सपोर्ट गरौँ, यिनका भिडियो लाइक गरौँ, सेयर गरौँ। अनि त्यहाँबाट यिनलाई एकदम जल्दी 100K अनि मिलियनमा लिएर जाउँ फटाफट। हजुर आमा के भनिदिन्छ कि आमाले? दाइ भन्छु म। यो चाहिँ हाम्रो आमा हो, प्यारी आमा। एकदम विनीलाई सबैले एकदम जनाले माया गरिदिनु, सबैले लाइक गरिदिनु, कमेन्ट गरिदिनु है सबैले। आमा यिनलाई फेरि सबैले माया गरे भने फेरि माया गर्ने मान्छेले मार्ला नि आमा। तपाईँ के भनिदिन्छ कि धेरै राम्रो लाग्यो तपाईँसँग भेटेर? आज फर्स्ट टाइम मैले भेटेको यो। गाउँघरकालाई के भन्नु, गाउँघरकाले तपाईँको भिडियो कहिले लाइक गर्ने होइनन्, कहिले हेर्ने हजुर मेरो मिनु छेत्री हो। यो हर कतिको गाउँको यही प्रब्लम हो कि गाउँका मान्छे तपाईँहरू भेट्न ठुलो समयमा आउँछन्। जतिखेर दुनियाँभरका फलोवर्स हुन्छन् र तपाईँले राम्रो एउटा मेरो विशाल दादा आउनु पर्यो। विशाल दादा तपाईँलाई धेरै भेट्न मन थियो, भेटेँ नि फाइनली। दादा आउनुभयो। दादा धेरै राम्रो लाग्यो। लगाइ सब दादाहरू आइपुग्नु भएको छैन, हेर्नुहोस् हाम्रो दादाहरू। सबैजना आउनुभएछ, धेरै धेरै राम्रो लागेको छ। आज धेरै खुसी। हुन्छ हाम्रो प्यारी पुनम दिदी, हेर्नुहोस् पुनम दिदीसँग नि भेट भयो। मलाई फाइनली भेट्ने भयो।